ए छोरी मसँग पैसा छैन नि तिमीसँग छ त पैसा त्यो पैसा लिएर आऊ न जाउँ त त्यसैले लिएर आऊ मसँग पैसा छैन र पो हो र चाहिएको त तिमीलाई लेख्नलाई त हो गरे अहिले हजुरसँग पैसा छैन भने मसँग सापट लिनुहोस् त्यसपछि हजुरसँग पैसा भएको बेला मलाई दिनु पैसा त्यहाँबाट अझ सापट लिएर तिम्रै सामान लिनलाई मैले तिमीसित सापट लिएर फेरि तिमीलाई नै दिने फेरि अनि सापट लिएपछि पैसा फिर्ता दिन पर्दैन दिनु ल म पेन लिन गएँ ढिलो नगर्नु नानीखेरि ढिलो गर्नुभयो भने ब्याज लाग्छ नि सम्झिराख्नु होइन सबै केटाकेटी यस्तै हुन् कि मेरो मात्रै हो